फेरि पनि सेवा अनि नमस्ते साथीहरू, हजुरहरूलाई स्वागत छ है मेरो च्यानलमा। आज चाहिँ मैले आलु र सिमीको रेसिपी ल्याएको छु साथीहरू। हेर्नुस् त, मैले आलु अनि सिमी दुवैलाई पखालेर काटेर रेडी गरिसके साथीहरू। अब चाहिँ म आलु फ्राई गर्नको लागि तेल राख्छु अनि थोरै जिरा राखेर पड्काइदिन्छु। हेर्नुस् त, जिरा हल्का ब्राउन भएपछि मैले रेडी गरेर राखेको आलुलाई राखिदिन्छु अनि मिडियम हिटमा राखेर राम्रोसँग चलाएर फ्राई गर्छु साथीहरू। हेर्नुस् त, मैले सबै आलुहरूलाई राखिदिएँ अनि यसलाई राम्रोसँग हामी चलाउने छौँ। राम्रोसँग चलाइसकेपछि चाहिँ यसलाई हामीले मिडियम फ्लेममा चाहिँ हल्का ब्राउन नहुन्जेलसम्म हामी यसलाई फ्राई गरिरहने छौँ। हेर्नुस् त, बेला बेलामा चलाउँदै हामीले चेक गर्दै गर्ने। हेर्नुस् त, अघिको भन्दा हल्का कलर चेन्ज भइसकेको छ साथीहरू। अनि चलाएर यसलाई एकछिन हामी फेरि यसरी नै छोडिदिन्छौँ। त्यसपछि चाहिँ हेर्नुस् त, हाम्रो आलुको कलर पनि चेन्ज भइसक्यो, ब्राउन भइसकेको छ र हामी यसलाई एउटा प्लेटमा निकालेर राख्छौँ साथीहरू। हेर्नुस् त, यस्तो देखिएको छ निकालेर राखेपछि। त्यसपछि चाहिँ हामी त्यही तेलमा फेरि पनि हामीले सिमीलाई फ्राई गर्नको लागि राखिदिन्छौँ साथीहरू। सिमीलाई पनि सेम मिडियम फ्लेममा नै चलाउँदै फ्राई गर्दै यसको कलर चेन्ज नहुन्जेलसम्म चाहिँ हामीले यतिकै छोड्छौँ साथीहरू। हेर्नुस् त, टाइममा चलाउँदै हामी यसलाई छोड्छौँ। 2-3 मिनटपछि हाम्रो सिमी पनि ब्राउन भयो साथीहरू। हेर्नुस् त, यसलाई पनि हामी अब एउटा प्लेटमा निकालेर राखिदिन्छौँ। सबै सिमीलाई चाहिँ यसरी नै हामीले निकालेर राखिदिन्छौँ साथीहरू। हेर्नुस् त, कलर चेन्ज भइसकेको छ सिमीको। अनि यस्तो देखियो साथीहरू निकालिसकेपछि। त्यसपछि हामी अनियनलाई चप गर्छौँ साथीहरू अनि फ्राई गर्नलाई त्यही तेलमा राखिदिन्छौँ। जबसम्म अनियन ब्राउन हुँदैन तबसम्म हामी फ्राई गर्छौँ। त्यसपछि चाहिँ हामी आलुलाई राखिदिन्छौँ। जुन हामीले फ्राई गरेर राखेको आलुलाई हामी राखिदिन्छौँ अनियन ब्राउन भइसकेपछि। अनि हामी यसलाई राम्रोसँग चलाउँछौँ। त्यसपछि चाहिँ हामीले सिमीलाई पनि राखिदिन्छौँ साथीहरू। हेर्नुस् त, सिमी र आलु दुवैलाई राखिसकेपछि हामी राम्रोसँग चलाउने छौँ। हिट चाहिँ मिडियम फ्लेममै राख्नु होला। हेर्नुस् त, यस्तो देखिएको छ साथीहरू। हल्का चलाउँदै अनि 2-3 मिनटको लागि छाडिदिने। त्यसपछि चाहिँ हामीले हाम्रो स्वाद अनुसार बेसार, नुन, खुर्सानी, जिराको धुलो, हजुरहरूलाई जुन जुन मसलाहरू मनपर्छ टेस्ट अनुसार राख्न सक्नुहुन्छ साथीहरू। हेर्नुस् त, मैले चाहिँ यसरी राख्दैछु। अनि म लास्टमा चाहिँ जिराको धुलोलाई पनि राखिदिन्छु है साथीहरू। नुन, खुर्सानी, बेसार सबै राखिसकेपछि लास्टमा जिराको धुलोलाई राखिदिन्छु। त्यसपछि चलाइदिने साथीहरू। हेर्नुस् त, यस्तो देखिया छ। 2-3 मिनट छोडिदिने। त्यसपछि चाहिँ टमेटो राखिदिने साथीहरू। टमेटोलाई राखिसकेपछि 2-3 मिनट छाडिदिने हामीले। त्यसपछि धनियाँ रेडी गर्ने, धनियाँलाई चप गरेर माथिबाट छरिदिने साथीहरू। अनि त्यसपछि चाहिँ थोरै पानी राखिदिने ताकि मसलाहरू एक आपसमा राम्रोसँग मिक्स होस्। त्यसपछि रेडी भयो। अब म चाहिँ अमलेट बनाउनको लागि अनियन, खुर्सानी, धनियाँलाई चप गरेर रेडी गरेँ अनि राखेर घोलेँ साथीहरू। अनि स्वाद अनुसार नुन, थोरै जिरा
को धुलो अनि त्यसपछि खुर्सानी राखिदिएँ अनि राम्रोसँग मिक्स गरेर चाहिँ मैले यता रेडी गरेँ पकाउनको लागि। हेर्नुहोस् त मैले अमलेट पनि पकाइसकेँ साथीहरू। हजुरहरूसँग कुरा गर्दा गर्दै हेर्नुहोस् त खाना पनि रेडी भयो। हजुरहरूले खानुभयो त? हजुरहरूले अहिलेसम्म हेरेर साथ सपोर्ट गरिदिनु भएकोमा धन्यवाद। अनि जति पनि नयाँ हुनुहुन्छ प्लिज लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गरिदिनु होला। धन्यवाद।